धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हालै बालेन शाह र रवि लामिछाने बीचको सम्भावित एकतालाई तीव्र रूपमा आलोचना गर्दै यसलाई केवल आन्तरिक राजनीतिक गठबन्धनको रूपमा नभई विदेशी शक्तिहरू र उनीहरूका स्थानीय एजेन्ट अर्थात् विदेशी दलाल मार्फत नेपालको नीति, सत्ता र निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने प्रयासको रूपमा चित्रण गरेका छन्। साम्पाङका अनुसार यो एकता नेपाली जनताको वास्तविक इच्छा र राष्ट्रिय हितको लागि नभई विदेशी प्रभाव र शक्ति खेलका लागि तयार गरिएको रणनीति हो। उनले फेसबुकमा स्पष्ट रूपमा 3वटा स्ट्याटस मार्फत आफ्नो दृष्टिकोण राखेका छन्। पहिलो स्ट्याटसमा उनले लेखेका छन्, श्रम संस्कृतिले ल्याउनेछ बहुमत, अरु त मिडिया ट्रायल मात्रै हो, जनतामा जानु कता हो, कता प्रधानमन्त्री रे। जसमा उनले मिडिया ट्रायल र प्रचारका माध्यमबाट सृजना भएको भ्रमको आलोचना गरेका छन्। दोस्रो स्ट्याटसमा साम्पाङले अझ स्पष्ट आरोप लगाएका छन्, डलरेहरूले विदेशीद्वारा पालित पोषितहरूले मिडिया ट्रायल गरेर प्रधानमन्त्री समेत घोषणा गरेछन्। जनताको मनमा माटो बाहेक अर्थो केही छैन। जय माटो, जय देश। यस अभिव्यक्तिले देखाउँछ कि साम्पाङले यो एकतालाई केवल आन्तरिक राजनीतिक कदम नभई विदेशी शक्तिहरूको निर्देश र स्थानीय एजेन्टहरूद्वारा नेपाली राजनीति नियन्त्रण गर्ने प्रयासको रूपमा मूल्याङ्कन गरेका छन्। तेस्रो र सबैभन्दा चेतावनीपूर्ण स्ट्याटसमा उनी लेख्छन्, सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान। देश सिद्ध्याउँछन् यी विदेशी दलालहरूले, जसले उनको चिन्ता र चेतावनीको गम्भीरतालाई स्पष्ट पार्दछ। राजनीतिक विश्लेषकहरूको दृष्टिमा साम्पाङको यो अभिव्यक्ति वैकल्पिक राजनीतिमा नयाँ विवाद सृजना गर्ने र राष्ट्रिय स्वतन्त्रता तथा जनसत्तामा प्रभाव पार्ने मुद्दा हो। उनी देखाउँछन् कि विदेशी दलालहरूले प्रमुख नेताहरूको छवि, निर्णय क्षमता र राजनीतिक प्रक्रियामा आफ्नो प्रभाव कायम गर्न खोजिरहेका छन्। ट्रान्सलेट साम्पाङको दृष्टिमा यस्तो हस्तक्षेप जारी रह्यो भने नेपाली राजनीतिक संरचना, शासन प्रणाली र राष्ट्रिय स्वायत्तता जोखिममा पर्न सक्छ। यसैले उनी बारम्बार चेतावनी दिइरहेका छन् कि देशको स्वतन्त्रता, जनताको आवाज र लोकतान्त्रिक प्रक्रियालाई बचाउन भिजिलेन्स आवश्यक छ। उनी आफ्नो राष्ट्रवादी दृष्टिकोण र संवेदनशीलताका आधारमा यी विदेशी दलालहरूको गतिविधि विरुद्ध स्पष्ट र कठोर अभिव्यक्ति दिइरहेका छन्। यसबाट स्पष्ट हुन्छ कि हर्क साम्पाङको दृष्टिमा बालेन रवि मिलन केवल सत्ता र पदको लागि गरिएको रणनीति हो, जसमा विदेशी हस्तक्षेपको व्यापक प्रभाव छ। यसले वैकल्पिक राजनीतिक शक्ति र राष्ट्रवादी ध्रुवबीच आगामी दिनमा राजनीतिक बहस, टकराव र तनाव अझ गहिरो हुने सम्भावना देखाउँछ।